सबैजनालाई नमस्ते। हामीले पहिले भने जस्तै आज हेडलाइटको सेन्ट्रिङ लेभलिङ र त्यसपछि हेडलाइटले काम कसरी गर्छ भन्ने कुरा र त्यहाँ युज भएको स्पेसिफिक कुराहरू जुनले हामीलाई सर्वे क्याम्प भनौँ अथवा काम गर्दाखेरि जुन अप्ठ्यारो भइरहेको हुन्छ त्यो सम्बन्धमा विस्तृत जान्छ। मैले तपाईहरुलाई पहिले भने जस्तो कन्टेन्ट जति पनि मार्केटमा पाइन्छ हैन, तर त्यसलाई इलाबोरेट गर्दै गर्दाखेरि अलिकति लामो हुन जान्छ, त्यसलाई अन्यथा नलिनु होला है। अनि बाबु यता हो। सबभन्दा पहिले ट्राइपोड लिनु। ट्राइपोड लिइसकेपछि यो हुन सक्छ तपाईहरुलाई बच्चा जस्तो पनि लाग्न सक्छ हैन। अनि के हुन्छ भन्दाखेरि यसैलाई हामीले लेबल गर्न सक्यौं भने पछि लेबल गर्न सजिलो हुन्छ। भन्न खोजेको तीनटै लेग खोल्ने, तीनटै लेग खोलेपछि एउटालाई फिक्स गर्ने, दुईटालाई हामीले चलाएर सेट गर्न खोज्छौं र त्यो गर्दै गर्दाखेरि सबभन्दा पहिले हामीले प्लेटफर्म जुनमा हेडलाइट रेसाइड गर्छ त्यसलाई नै सक्दो आई भिजुअलाइजेसनले अब यो लेभल भएको कुरा चेक गर्छौं हैन। त्यति भइसकेपछि अब हामी इन्स्ट्रुमेन्ट निकाल्न गइरहेछौं। अनि अहिलेलाई के मानौं भन्दाखेरि यो हाम्रो सेन्टर हो मानौं है। यो हाम्रो सेन्टर हो मानौं हैन, यो हाम्रो सेन्टर हो। अनि त्यसपछि हामी सबभन्दा पहिले इन्स्ट्रुमेन्ट लिन्छौं। अनि इन्स्ट्रुमेन्टहरु महँगो हुन्छन्, त्यसो भएर केयरफुल भएर हामी काम गर्छौं हैन। हामी क्ल्याम्प गर्छौं। काम गर्छौं के स्टार्ट। अब यसरी हामीले क्ल्याम्प गर्छौं हैन। क्ल्याम्प गर्दै गर्दाखेरि यहाँ बबल हेरौं। के लेभल गर्ने बबल यतापट्टि छ। यो बबल हाम्रो कतापट्टि छ? कुन्नामा छ हैन। यसलाई हामीले यो सानो सर्कल छ नि, सानो सर्कल भित्र ल्याउनु पर्ने हुन्छ हैन। त्यसपछि यो लेभल भएको बुझिन्छ र त्यो लेभल भइसकेपछि हामी सेन्टर चेन्ज गर्छौं। फेरि सेन्ट्रिङ मिलाउँदाखेरि यदि लेभल बिग्रेको छ भने फेरि पनि हामीले त्यसलाई गर्छौं हैन। त्यहीबाट सुरुमा लेभलबाट जाउँ। यसको सबैभन्दा टु लेग मेथडबाट के हुन्छ भन्दाखेरि यो स्क्रुहरू लास्टमा चलाएको राम्रो हो हैन। सबभन्दा सजिलो मेरो हिसाबले टु लेग सिस्टम नै छ। तर एउटालाई हामीले फाइनल फिक्स गर्यौं। अनि त्यसपछि अहिले हेर्नुस् यो बबल छ, ठीक छ। यो बबल जतापट्टि छ त्यसको अपोजिट लेग अथवा त्यसै लेगलाई, जस्तै यो हेर्नुस् त यो कुट्ना पनि छ हैन। यो कुन्ना पनि छ, कुन्नापट्टि छ नि यसलाई भित्र ल्याउनलाई के गर्नुपर्छ? कि त तल कि त माथि गरेर हामीले यसलाई भित्र ल्याउने कोसिस गर्छौं, जस अन्तर्गत अब हामी यो लेग खोलेर काम गरिरहेछौं। तपाईहरु हेर्न सक्नुहुन्छ के रे, जब यो लेग चलाउँछौं यहाँ मुभमेन्ट आउँछ है। यो हेर्नुस् मुभमेन्ट आउँछ हैन। त्यहीबाट हामी पहिले अलिकति मुभमेन्टको हिसाबले काम गर्छौं। यो भइसकेपछि थोरै भएको छ, त्यहीबाट अब यो यतापट्टि छ, त्यहीबाट यसको उल्टा लेग त यो हुन्छ। तर यसलाई चलाउने कोसिस गर्छौं। अनि यसलाई पनि चलाउँदाखेरि मुभमेन्ट तपाईले प्रष्ट हेर्न सक्नुहुन्छ। ल हाम्रो यति सजिलो है यहाँ आयो। तर यो लेभलिङ गर्दै गर्दाखेरि अब सेन्ट्रिङ मिल्छ कि मिल्दैन भन्नलाई हेडलाइटबाटै सेन्ट्रिङ गर्न मिल्छ, नभए आइपिस हुन्छ। यहाँ त आइपिस छैन हैन। अब यसलाई सेन्ट्रिङ गर्नलाई हामीले के गर्छौं भन्दाखेरि सबभन्दा पहिले मेसिनलाई अन गर्छौं। यो हेर्नुस् स्क्रिनमा हेर्नुस् यो अन भयो हैन। अन भइसकेपछि यो भी छ, टिल्ट छ, एचआर छ हैन। त्यो हिसाबले अहिले यतातिर नजाउँ। पहिले हामीले के गर्छौं भन्दाखेरि यो सेन्ट्रिङ गर्ने कोसिस गर्छौं। सेन्ट्रिङ गर्नलाई हामीले के गर्नुपर्छ भन्दाखेरि शिफ्ट थिचेर यो L/R भन्ने छ नि त्यसले हामीलाई त्यो दिन्छ, के भन्छ रे फाल्छ तल। एकछिन लामो थालेपछि यहाँ हेर्नुस् यो हातमा मेरो त्यहाँ रातो त्यो देखिरहनु पर्छ हैन। त्यसैको आधारमा ग्राउन्डमा हेर्ने। अब यो उज्यालो भएको हिसाबले अलि गाह्रो पनि हुन सक्छ। त्यतिखेर हामीसँग आइडिया विभिन्न आइडियाहरू छन्। यो जमिनमा कहाँ पर्यो भन्ने हेर्ने हो। यता मेरो हातमा परिरहेछ। यहाँ यता ल्याउ क्यामेरा ल्याउ। जस्तै यो हाम्रो हातमा परिरहेछ, जबकि सेन्टर के छ यहाँ छ हैन। यो लाइट यहाँ ल्याउनु पर्यो। त्यसैले अघि भने जस्तै अब हामीले यसलाई गर्छौं र फेरि सेन्ट्रिङ गरेर यदि लेभलिङ बिग्रेछ भने फेरि हामीले लेभलिङलाई गर्छौं। त्यहाँ हेर ल भयो। यो ढुङ्गामा हाम्रो हेर्दाखेरि यहाँ देखौ, यो हेर्दाखेरि हाम्रो सेन्ट्रिङ मिलेको छ हैन।
अब यसको आधारमा फेरि एकचोटि बबल चेक गरौँ। बबल चेक गर्दा फेरि हाम्रो के भयो भन्दाखेरि बिग्रियो होइन। बिग्रिँदाखेरि यसलाई फेरि यसको अपोजिट लेग यो हो, फेरि यसलाई चलाउने कोसिस गर्छौँ। हाम्रो उतापट्टिको लेगलाई फिक्स गर्ने गरेका छौँ होइन। अलमोस्ट हाम्रो ठिक छ। अब योमा आइसकेपछि हल्का फुटी स्क्रुले गरेको पनि राम्रो है। ठिक छ। अनि यता ल्याउनुहोस्। अब जस्तै बबल चेक गर्नुहोस् है। बबल त मिल्यो, तपाईँहरूको अगाडि मिल्यो। अनि यता सेन्टिङको लाइट पनि हेर्नुहोस् है। सेन्टिङको लाइट पनि के छ हाम्रो टेगमा अथवा बेस ल्याउँछु त्यसलाई लिन्छौँ है। अब फाइनली यसरी हामीले लेभलिङ सेन्टिङको पाटो जुन छ त्यसलाई गर्न सक्छौँ। के गर्ने बेला बबलले मिलाएको दिएन। ठिक छ त बाबु। त्यसले गर्दाखेरि टेलिस्कोपको जुन त्यो लेभल हुनुपर्ने त्यो पनि ठिक छ होइन। यो बिचमा हुनुपर्ने बिचमै छ होइन। यहाँको बबल पनि हाम्रो ठिक छ र तल हेर्दाखेरि सेन्ट्रिङ पनि हाम्रो अझै पनि ठिक छ। त्यही भएर यो पाटो चाहिँ लेभलिङ र सेन्ट्रिङ अफ थेरोलाइटको कुरा सक्यो होइन। अब हामीले युज कसरी गर्नेतिर लाग्दैछौँ र यो हामी अर्को भिडियोमा गर्छौँ। त्यही भएर तपाईँहरू कनेक्टेड बस्नु होला र फेरि पनि तपाईँहरूलाई होइन ज्ञान बाँड्नाले बाँडिन्छ होइन। मैले आफ्नो प्रयास गर्दैछु तपाईँहरूलाई इन्करेज गरिदिनको लागि सब्सक्राइब र बेल बटन प्रेस गरिदिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। हस् त, इन्जिनियर आशिष।